आज मलाई भक्तपुर सिधा ललितपुरको लौमी मलबाट भक्तपुर फल्टेको कारणले गर्दा म भक्तपुरको राधे मात्रै अहिलेको मध्याहको 12:30 भएको छ। अहिले चाहिँ यतातिर छु है, हाइवे रोडमा कुदिरहेको छु। यस्तो छ ओहो के गर्ने अर्को बाइक कुद्छ रोडमा, हाम्रो साइकल कुद्छ। यस्तो छु राधे भक्तपुर वरिपरि धेरै पसिना आउने कि धेरै घाम धेरै। बिस्तारै कोटेर जानेछु। यो एकपट्टि यो अर्को रोड छ भने उतापट्टि अर्को रोड, यो चाहिँ गइरहेको रोड हो भने उतापट्टि चाहिँ कोटेश्वर रोड आउने रोड हे। त्यही उता माथि देख्न सक्नुहुन्छ धरीकोट छिमी पुरानो छिमी भनेको छ माथि आकाशे पुल हैन, बस स्टेसन आएको छ। यता जम हुन लागेको अवस्था हो, जम नै हुनु होला सायद। बसहरू बसेको जम्मै हुने हो।